ग्यासमा लाइन होइन, अब इन्डक्सन किन्नुस्, 2000 मा इन्डक्सन किन्नुस्, गएर बत्ती बाल्नुस् र के अरे इन्डक्सन बाल्नुस् र तपाईँको भान्सा चल्छ। ग्यासभन्दा 50% सस्तोमा त्यो चल्छ। इलेक्ट्रिसिटी अहिले खेर गइरहेको छ। यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामीले यो भदौ 1 गते विद्युत प्राधिकरणको वार्षिक उत्सवको दिन, विद्युत प्राधिकरणको स्थापना भएको दिनलाई मानेर हामीले यो हस्ताक्षर अभियान सुरु गरेका छौँ। विद्युत प्राधिकरण मात्रै होइन, यो देशको ऊर्जा क्षेत्रको एउटा मेरुदण्ड हो। यो मेरुदण्ड भाँच्यो भने यो देशको अर्थतन्त्रमा पनि ठुलो असर पर्छ। हामीले विद्युत प्राधिकरणमा रहँदाखेरि, विद्युत प्राधिकरणमा म करिब 8 वर्ष कार्यकारी निर्देशकको भूमिका खेलेँ। त्यसपछि 3 महिनाको मन्त्री पनि भएँ र यो 8 वर्षमा विद्युत प्राधिकरणमा 72 सालमा जुन महसुल थियो त्यो महसुललाई हामीले 8 वर्षमा 25% घटाएका थियौँ। कुनै पनि सामानको, कुनै पनि चिजको महसुल घटेको अवस्था होइन। विद्युतमा मात्रै 72 सालको महसुल दरलाई हामीले 25% 3 वर्ष लगाएर 3 पटकमा हामीले 25% घटाएका थियौँ। त्यो ग्राहकले महसुस गर्ने गरेर गरेका थियौँ। तर अहिले सरकारले जुन हिसाबले अहिले पहिलो जुन नेपाली जनताले अत्याधिक मत दिएर 2/3 मत दिएर विजय गराएको सरकार, जुन अर्थ मन्त्रालयबाट बजेट आयो, त्यो बजेटमा विद्युतमा पनि 5% भ्याट बनेर आयो। 5% भ्याट त यो चाहिँ घरायसी ग्राहकलाई मात्रै 5% हो। उद्योगलाई 13% छ, खाने पानीलाई पनि 13%, हुँदा सिंचाइलाई पनि 13%, अरू सबै ग्राहकलाई 13% भ्याट छ अहिले। अब किसानले पानी तान्नको लागि चाहिँ जुन विद्युत महसुलमा हामीले 2 रुपियाँ मात्रै लिन्थ्यौँ, त्यसमा पनि उल्टो 13%, त्यसलाई छुट गरेर निशुल्क गर्न पनि सकिन्छ। निशुल्क गर्नुपर्नेमा उल्टो 13% भ्याट सिंचाइको लागि पनि लगाएको छ। गाउँमा पानी लिफ्ट नगरिकन खान पाउँदैन, तराईमा पनि पानी लिफ्ट नगरिकन खाने पानी खान पाउँदैन। यस्तो संवेदनशील विषयमा पनि 13% भ्याट लगाउने काम जुन भयो, त्यसको हामीले सुरुदेखि हामीले सामाजिक सञ्जालबाट हामीले हाम्रो चाहिँ पार्टीको प्रेस विज्ञप्ति मार्फत हामीले विरोध गर्दै आएका थियौँ। तर सरकारले यो विषयलाई त्यति चाहिँ एड्रेस सम्बोधन गरेन र हामीले यो शिक्षा र स्वास्थ्यमा जुन चाहिँ भ्याट लगाएको थियो त्यसमा पनि विरोध गरेका थियौँ। त्यो भ्याट जुन प्रधानमन्त्रीज्यूले आफैले बोलेर सामाजिक सञ्जाल मार्फत त्यो भ्याट हटाएको जानकारी आयो, हामीले धन्यवाद पनि दिएका छौँ। यो सरकारलाई त्यो चाहिँ जुन किसिमले शिक्षा र स्वास्थ्यमा भ्याट हटाएको थियो त्यो हामीले धन्यवाद पनि दिएका थियौँ। यो मात्रै होइन, जुन निम्न वर्गीय र मध्यम वर्गीयले प्रयोग गर्ने यो राइट सेयरिङमा पनि 5% भ्याट छ र राइट सेयरिङका चाहिँ जो व्यक्तिहरूले राइट सेयरिङ गर्ने जो साथीहरू रोजगारी चाहिँ गरिरहेको छ, उहाँहरूलाई एउटा ट्याक्सको दायरामा आएको छ। करिब चाहिँ 20-30 हजार कमाउनेले ट्याक्स तिर्नुपर्ने अवस्था आयो भने अब सांसदले 80,000 83,000 लिन्छ, त्यसलाई 1% भ्याट र 20-30 हजार चाहिँ राइट सेयरिङ गरेर कमाएको व्यक्तिहरूलाई अर्को 5% भ्याट राइट सेयरिङमा भ्याट र व्यक्तिगत रूपमा पनि अर्को 1% पनि भ्याट रहेछ। यस्ता विषयहरूमा चाहिँ सरकारले गलत दिशातिर गयो भन्ने हाम्रो भनाइ हो। र आज ग्यासमा लाइन छ, ग्यासमा लाइन मैले त भनिरहेको छु ग्यासमा लाइन नबस्नुस्। आम जनतालाई आह्वान के गर्न चाहन्छु भने ग्यासमा लाइन होइन, अब इन्डक्सन किन्नुस्, 2000 मा इन्डक्सन किन्नुस्, गएर बत्ती बाल्नुस् र के अरे इन्डक्सन बाल्नुस् र तपाईँको भान्सा चल्छ। ग्यासभन्दा 50% सस्तोमा त्यो चल्छ। इलेक्ट्रिसिटी अहिले खेर गइरहेको छ।